हरे कृष्ण जय श्री राधे। हिजो मैले जुन भिडियो बनाएको थिएँ स्नानको बारेमा, कन्ठीको बारेमा, तिलकको बारेमा, यसको महत्त्वको बारेमा जुन भिडियो बनाएको थिएँ त्यसमा कमेन्टहरू आएका थिए। कन्ठीको बारेमा पनि कमेन्ट आएको थियो र स्नानको बारेमा पनि आएको थियो। भन्नुभएको थियो स्नान गरेर कसैको पनि मन पवित्र हुँदैन। स्नानले शरीर पवित्र हुन सक्छ, मनलाई पवित्र हुँदैन भनेर कमेन्ट गर्नुभएको थियो। मन यो लुगा छ नि, यो लुगा मैलो भयो भने सरफ साबुन पानीले धोएर यो लुगालाई के गरिन्छ, सफा बनाइन्छ। अब यो मनलाई पवित्र बनाउने कसरी हो त? केले हो त मन पवित्र बनाउने है? भगवानले त मानसमा भन्नुभएको छ, निर्मल मन जनसो मोहे पावे, मोहे छल कपट छिद्र नभावे। स्पष्ट भगवानले भन्नुभएको छ। भगवानको बाणी त अवश्य नै झुटो हुँदैन। निर्मल मन जनसो मोहे पावे भन्नुभएको छ। जसको मन निर्मल हुन्छ त्यसले नै मलाई पाउँछ, म त्यसको लागि सुलभ छु भन्नुभएको छ। हो, सुलभ पनि हुनुभएको छ। धेरै उदाहरणहरू छन्। अब निर्मल मन भनेको के हो? पवित्र मन, सफा मन, कञ्चन मन। यो कञ्चन मन बनाउने कसरी हो त? लुगालाई त सरफ पानीले धुने हो है। अब यो मनलाई कञ्चन बनाउने कसरी हो त? हाम्रो गुरु महाराजहरू त भन्नुहुन्छ 3 किसिमका खाना हुन्छन्। मानिस भने 3 किसिमका सोचाइका हुन्छन्, राजसिक, तामसिक र सात्विक। जसले सात्विक भोजन गर्छ त्यसको मन पनि सफा हुँदै जान्छ। जस्तो खाइन्छ, जस्तो अन्न खान्छौँ त्यस्तै रगत बन्छ र त्यस्तै सोच हामीमा आउँछ। त्यसैले खाना सात्विक हुनुपर्छ निर्मल मन बनाउनको लागि। र अर्को मेन कुरा त यो मनलाई निर्मल बनाउनको लागि भगवानको नाम भन्दा अर्को विकल्प छँदै छैन। यो मनभित्र रहेका पहाड जतिका फोहोरलाई, मैलालाई, पापलाई नै केले धुने हो भन्दा भगवानको नामले धुने हो। बिस्तारै धुँदै जाँदा बिस्तारै ती पहाड जति ती पापलाई, ती दुर्गन्धलाई भगवानको नामले पखल्दै गएर एक दिन मन निर्मल हुन्छ। यो जुनीमा भएन भने अर्को जुनीमा होला, अर्को जुनीमा भएन भने अर्को जुनीमा होला। जब मन निर्मल हुन्छ तब मात्रै भगवानलाई प्राप्त गर्न सकिन्छ। यो सत्य कुरा हो। अब भन्नुहुन्छ निर्मल मन बनाउनुपर्छ, नुहाएर हुँदैन भन्नुहुन्छ। अब बनाउने कसरी? भगवानको नाम पनि लिएको छैन, मन कसरी निर्मल हुने? सात्विक भोजन पनि गरेको छैन, मन कसरी निर्मल हुने?